2000 स्क्वायरमा भनेको 2 जग पानी हुन्छ फर्स्ट कुरा गाइस सुन माथि पुच्छा लागेछ 10K बाट पानी हुन्छ के हो यो जलकेको गाइस जय हनुमान ज्ञान गुण सागर गाइस सेकेन्ड राति पानी गर्दिन मैले यहाँ गाइस फलो गर्नु सेकेन्ड अप्सन भनेको सुन सेकेन्ड अप्सन सुन पहिला सेकेन्ड अप्सन भनेको के हुन तेरो पढ्ने चाहिँ मजाले गाइज केही गर्ने हैन नाइट टाइममा तेल लगाउने एकदमै घस्ने तल पुतीतिर पनि त्यो नाइटतिर पनि जा छिटो जा आटा खुलित्ते पारेर अनि चाहिँ तेरो तले चाहिँ मेरो के लाडो हेर्ने भनेको थिस् त अनि पोइन्ट खोलेर चाहिँ गर भन्दाखेरि पनिसमेन्ट मैले तिमीलाई के भनेको भने नि त्यो कट्टु चाहिँ खोलेर घोडामा लाउ भनेको हाउ कुरा नगर तले पनि त प्यान्टी खोलेर लाउन जा त्यो बस जान त प्यान्टी खोलेर ला जा खोला न गाई धेरै नोरो के छाना खुलार पनि गर्ने त धेरै नोरो जा कि पनि तेल लगा कि पनि तलतिरको प्यान्टी खोलेर सुङ हाउ कुरा नगर छिटो न गाइस फलो गरिदिनु गाइस छिटो छिटो अब कति भने छिटो जा 33 जनाले फलो गरिदिनु छिटो छिटो पनिशमेन्ट हेर्ने भए 33 जनाले छिटो जा छिटो जा नभए त म गर्दिन फेरि छिटो गाइस छिटो जा भित्तामा गएर उयो गर्दिन्छु म त्यो उन्नके 2000 यसको राको छ किन तले गिफ्टरहरुको मनलाई गरेको छस् के नानी म त्यसो भए के परे मसाज गरिदिन्छु माथिको त्यो बाहिरबाट गर एकदमै त्यो बडा खोलेर फेरि नानी तले नाटक गर्ने काम नगर छिटो पर गएर जा एकचोटी जिते छैन मैले पाँचचोटी हारी हारी गरिरहेको छु उसको पनिशमेन्ट के भने चाहिँ आफ्नो दुध चुस्नु पर्यो तैले मैले जस्तै भालुहरुको चुसे जस्तै जा जा छिटो जा रियल कुरा चुसी है कति केटीहरुको त मैले के ठग्ने छिटो जा गफ हानेको गाइस गफ हानेको सरी गाइस गफ हानेको मैले छिटो जा गाइस अब पनिशमेन्ट जान छिटो 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 गफ छिटो के पनिशमेन्ट यहाँनेरि गेम पनि नजिताइदिने अनि यहाँ ड्याङ्की ड्याङ फलोअर बढाउनु पर्दैन ड्याङ्की ड्याङ फलो गर्नु गाइस गफ हानेको गाइस मैले गफ हानेको त्यो गफ हानेको छु त्यसै ठगेको ड्याङ्की ड्याङ फलो गर्नु गाइस अनि म गए पनिशमेन्ट छिटो जा हावामा यहाँनेरि गेम पनि आफ्नै मुखले यतिकै फलोअर्स बढाउनु पर्दैन छिटछिटो गाइस छिटछिटो छिटो जा आफ्नै मुखले दुध चुस ड्याङ लाएर फलो गर्नु छोराले खुवाउने होला त्यो पछि छिटो छिटो 250 पुराउनु पर्दैन अनिको हो लाइभ बसेको यसो मतलब हुन्छ त गेम पनि अनि फलोअर्स पनि बढ्नु छैन अनि के छिटो जा छिटो गाइस अब जम्मा 18 जनाले फलो गर्नु ड्याङ्की ड्याङ ककले फलो गरे छैन पनिशमेन्ट हुनु छिटो छिटो 18 जना ड्याङ्की ड्याङ फलो गरिहाल्नु अरु कुरो थाहा छैन मलाई तैले पनिशमेन्ट गरेकै तैले ड्याङ्की ड्याङ 18 जनाले फलो गरिहाल्नु अनि मैले गर्न जानु खेलाएर छिटो जा पनिशमेन्ट गर्न जान्छु म गेम पनि जित्नु छैन त्यस्तैतिर आइडी झार्दैन के मान्छेले छिटो पनिशमेन्ट गर्न छिटो जा पनिशमेन्ट गर्न एकछिन यहाँ फलोअर बढाउँदै बस्छु छिटो जा पनिशमेन्ट गर्न छिटो जा 1K छ गाइस हैन अब गाइस अब 20 जनाले फलो 18 अब 15 जनाले फलो गर्नु छिटछिटो तपाईहरुलाई यहाँनेरि पनिशमेन्ट हेर्न मन लाग्ने बारीमा यार छिटो जा अनि जय हनुमान ज्ञान गुण सागर गाइस ट्याप गर्नु छ न फलो गर्नु छ यहाँ बारी साइडमा छु छिटो जा 300 पोइन्ट पुगेपछि मात्रै मैले पनिशमेन्ट गर्छु गाइस हैन त्यही भएर ड्याङका ड्याङ सबैजना साथीहरु फलो गर्नु मलाई तो के ओ गिफ्टर दाइले भन्नुभएको छ पनिशमेन्ट खै भन्नुभएको छ तैले किन नाटक गरेछ छिटो जना यार म एक गेम जितेको छु मैले यहाँनेरि अलिकति 20 फलोअर बढाको पनिशमेन्ट गर्न जान छिटो यार किन गिजाको के यार म भित्तामा गएर पोस्टर के परे अहिले त जस्तै गरिदिन्छु गएम त्यो नगर के पनिशमेन्ट छिटो गर यार दुर्के म पनि त्यस्तै गरिदिन्छु अहिले तेरो गेम पनि जितेपछि म पनि सुत्न लाग्यो अब गाइस छिटो जा ए पनिशमेन्ट राम्रो गर्दिन्छ त मान्छेले हान्न मन गर्दैन के मलाई गिफ्टहरु गाइस म त सँगै खेल अनि तले राम्रो पनिशमेन्ट गरेर गिफ्टहरुको मन जित्नु तले चाहिँ मलाई चाहिँ कट्टु खोल भन्ने अनि खोल्यौ तिमीले खोल्यौ कट्टु खोलेको छौ खोल भन्दा चाहिँ खोल्नु चाहिँ परेन उ चाहिँ अनि हारेपछि चाहिँ गर्नु परेन पनिशमेन्ट आइडी को माया मानेको रची टारा गर जान्न भनेछु आइडी मैले फलो गरौँ गाइस सबैजना के नमस्ते गर्नु भनेको आइडी ए भगवान र पनिशमेन्ट गर्न जा कि मसाज गर्न जा के माथिको छिटो जा यार न आइडी के जान्न छिटो जा जा नमस्ते गर्नु भन्छ आफै अनि अहिले त्यत्रो गिफ्ट हानेको मान्छेहरुको मन कस्तो भयो छिटो पनिश गर्न जा छिटो जा मासिको मसाज तलको मसाज पनि जा डगी पोज जा छिटो जा ल म यतिकै हात राखिदिइरहेको छु है मैले भित्रबाट
अलि पर बस अर्को आइडी छ त किन तैँले आइडीको डर मानिस नानी यार अस्ति एक हप्ताको लागि सम्मै खाएर अनि गयो सिर्जनेको भन्दै भने होइन अब जे हो त्यही त गइहाल्ने भयो त त्यस्तै वार्निङ गरेर अगाडि पनि बिहान नछ एप्पल हान्नु पर्यो तैँले जान्नु पर्यो कुराहरू डिएक्टिभ हान्नु पर्यो अर्को आइडी खोल्नु पर्यो अनि जति तिम्रो आइडी जाने गरे पनिसमेन्ट गर्दा पनि पनिसमेन्ट गर्दैन भन्ने नि हो जाटा अनि आइडी गएपछि के भन्यो त आइडी गएको नबन्ने त यार छिटो पर्नेसन गरौँ सबैले डबल स्क्रिन ट्यापिङ गाइज ट्याप ट्याप गरौँ न गाइज एक गेम जित्न पाएको छैन त्यहाँ मैले जितेँ भने त्यहाँ भाग्ने होइन नि बमे कस्तो भनेको मसँग हान्ने केटीहरूको कति दुईटा चारवटा आइडी खोलेर चाहिँ अस्ति चाहिँ टिचकमा नाङ्गै बस्दै थियो आइडी गयो मेरो लागि धेरै त्यागेको छ केटीहरूले तैँले पनि त्याग्दा केही फरक पर्दैन जा यहाँ आएर यहाँ तिम्रो लागि त्याग्छु जाठा हल्का पछाडि जा पर्नेसन भएन राम्रो गर के छिटो यार टार्गेट खुलिसक्यो गरिसकेँ मैले यहाँनिर उसको लागि पुरै खुट्टा तरको फिला मात्रै देखा ल टाढा गएर फिला मात्रै देखा जा गरिसकेँ पनिसमेन्ट खुलिसक्यो हावा कुरा नगरे यहाँनिर तिम्रो नमस्कार छ गाइस सबैलाई आराम छ गाइस म सच्चै छु मैले सबैले भनेको गर्नु मान्दैन उसलाई आइडी जान्छ भने डर मानिरहेछ गाइस मैले जिते भने कसम कटु फुकाला अरु कुरो थाहा छैन एकजना मात्र वान डज गाइस सबैले वान डज गाइस हो एकजना मात्रै आइदिँदा एकजना मात्रै गाइस म 12 बजे यार सुत्छु बरु फलो हान्नु सबैले मलाई गाइस यार यस्तो गरेर हुन्छ यार अब गर्नुपर्छ जित्छ अनि जान्छ यो बमे त 1 बजेसम्म खेल न के हुन्छ र 4:30 दा फेरि हम त ठ्याङ 53 सबैले निन्द्रा लागेछ एकछिन खेल्छु रोक्न 4-5 गेम